Hello, good morning. Today is February 5. Good morning, all of you. हिमालको यो भ्यू चाहिँ होइन आज सुरु भएको यहाँ पुगिसक्नु भएको छ। यो चाहिँ यहाँको सक्नेरी मिलन चौतारी पार्क हो। म यहाँ फर्स्ट टाइममा आउँदाखेरि यहाँ केही नि भनेको थिएन, अहिले यस्तो राम्रो बनिसकेको छ। यहाँदेखि हिमालको भ्यू पनि देखिन्छ। अहिले तल चाहिँ हाइड्रो पावर छ। यहाँ हाइड्रो पावर छ है, अहिले राम्रोसँग भिजिबिलिटी कम भएर राम्रोसँग देखेको छैन। अनि तल चाहिँ गल्फ ग्राउन्डहरू छ कि बब्बालै छ कि। आज चाहिँ के भयो भन्दाखेरि आज म उठ्दाखेरि लगभग 7 बज्नु लाग्थ्यो कि म आफैलाई अचम्म लाग्यो। सधैँ मेरो निन्द्रा 5 बजीतिर 5:30 ढिलोमा 5:30 बजीतिर खुल्थ्यो। आज चाहिँ 6:35 भइसकेको थियो कि अचम्म लाग्यो मलाई, किन निन्द्रा खुलेन, के कारणले यति धेरै निन्द्रा लाग्यो, मेसै नपाएको जस्तो लाग्यो। अनि मैले यसो विचार गरेँ, मैले हिजो बिहान नि मासु खाएको थिएँ टन्न, बेलुका नि मासु खाएको थिएँ, सायद यसकै असर हो कि जस्तो लागेको थियो। त्यो भएर चाहिँ मैले आजदेखि मासु नखाने सोचिरहेको छु। यसले चाहिँ हेल्थमा अलि नराम्रो असर गर्छ कि जस्तो लागिरहेको छ। पचाउनको लागि नराम्रो असर भन्दा नि पचाउन अलि बढी नै इनर्जी चाहिने, त्यसको लागि बढी नै रेस्ट चाहिन्छ कि जस्तो लागेर मैले चाहिँ अब 75 डेज बाँकी रहेको 75 डेजसम्म चाहिँ मासु नखाने प्लान बनाइरहेको छु। मासु नखाए चाहिँ मासुको सप्लिमेन्टमा चाहिँ अब कुन प्रोटिन युज गर्ने त, कुन प्रोटिनको लागि के खाने भन्ने कुरा चाहिँ अब मैले डिसाइड गरेर यस्तो बब्बा हालिमा देखेँ गर्ने चाहिँ के छ नि। अब जति बेला उठे पनि 1 आवर हेल्थ त चाहिँ मिस हुँदैन फेरि। आज मैले सूर्यदेव मलाई उठ्नु भएको आइसकेको छु बाहिर पार्कमा, मेरो कालेर मेरो पुण्यसँग ला चलाइन्छ त्यति म अलिक छोड्ने थिएँ। यो मेरो च्यान आज 5औं दिन 75 डेज हार्ट च्यालेन्जको 5औं दिन। 75 डेजमा कस्तो हुन्छ म देखाउँछु त्यो पनि है। मैले भर्खरै हनुमान दण्ड गरेको छु। कति सेट भन्दाखेरि 9 सुरुमा 9, त्यसपछि 8, त्यसपछि 7 तिर सेट गरेको। यस्तो मलाई खुसी लागिरहेको छ नि अहिले कसम। यो अनुहारमा यस्तो आँसो, यस्तो मुस्कान कसरी आयो त? यस्तो नि हुन्छ भनेर मैले जिन्दगीमा कहिले पनि सोचेको थिएन क्या। के भयो भन्दाखेरि आजको दिन होइन, आज बिहान मेरो निन्द्रा चाहिँ ढिलो खुल्यो। म 6:30 भन्दा नि पछि निन्द्रा खुल्यो मलाई मेरो। अनि मैले चाहिँ अब बिहानै 5 साढे 5 बजी नर्मल्ली उठिरहेको हुन्थेँ। आज त्यति ढिलो खुल्दाखेरि चाहिँ मलाई एकदमै गिल्टी फिल भइरहेको थियो कि। अनि ला आज त मेरो अब सबै कुराहरू नत्र मैले 6:30-7 सम्म त मैले 1 आवर फर मर्निङ बिहानको 1 घन्टा चाहिँ आफ्नो हेल्थको लागि भन्ने चाहिँ मेरो 75 डेजसम्मको एउटा च्यालेन्ज थियो। त्यो च्यालेन्ज त मैले कम्प्लिट गर्न सक्दैन कि भन्ने चिन्तादेखि लिएर के दिमागमा के ओभर थिङ्किङ भएर के आएर अनि म एकदमै अल्छी मानेर वाकमा चाहिँ गएर होइन गर्नुपर्छ है, यो कम्प्लिट चाहिँ गर्नुपर्छ, एकचोटि च्यालेन्ज एक्सेप्ट गरिसकेपछि कम्प्लिट चाहिँ गर्नुपर्छ भनेर म वाकमा चाहिँ गइयो। वाकमा गएर आएपछि त्यसपछि मेरो चाहिँ रुटिन के हुन्थ्यो भन्दाखेरि हनुमान दण्ड हुन्थ्यो, सूर्य नमस्कार, त्यसपछि प्राणायाम गरिन्थ्यो। अनि त्यो गर्नै मन नलाग्यो मलाई, मनै लाग्दैन। के सोच आउँछ एकछिन, त्यसपछि हलाएर मोबाइल नि चलाएँ। आज नगरम जस्तो पनि भयो, भोलिदेखि गर्नु पर्ला, भोलिदेखि कन्टिन्यू गर्ला भन्ने जस्तो के विचारहरू मनमा आयो होइन। त्यसपछि एकछिन मैले मोबाइल चलाएर नि बसेँ। अनि त्यसपछि के सोच्दाखेरि होइन गर्नुपर्छ, आज 4 दिन 5औं दिनमा मैले हार त मान्नु हुँदैन भनेर आफूलाई मोटिभेट गराएर त्यसपछि ल्यापटपमा गाना बजाएँ, गाना सुनेँ एकचोटि। आरम्भ हे प्रचण्ड शिव ताण्डव, अनि अर्को चाहिँ हाम्रो त्यो ब्रदर एन्थम भन्ने चाहिँ हाम्रो ब्रदरको त्यो गाना चाहिँ मलाई एकदमै मोटिभेट गरेर चाहिँ मैले सुरुमा हनुमान दण्ड गरेँ। हनुमान दण्डको चाहिँ सुरुको सेट 3वटा सेट गरेँ, जसमा चाहिँ 9, 8 र 7 चोटि गरेँ है। त्यसपछि 3वटा सेट गरेँ। त्यसपछि मलाई छुट्टी इनर्जी आयो कि, छुट्टी इनर्जी आएर सूर्य नमस्कार आफै गर्न लाग्यो। सूर्य नमस्कारको लागि त्यसपछि अल्छी कहाँ गयो मलाई आफैले थाहा छैन कहाँ गयो भन्नु। त्यसपछि सूर्य नमस्कार गरेँ। त्यति गरिसकेपछि त प्राणायाम त्यो फ्लोमा गइयो क्या आफै। मलाई त्यसपछि अल्छी लाग्यो, त्यस्तो केही फिलिङ चाहिँ आएन। मैले ढिलो चाहिँ गरेँ आज एकदमै। बिचमा मैले 1 घन्टा जति नै सोचेँ होला कि वाकमा गइसकेपछि अब आज गरिन्न, झ्याउ लागेको छ यताउता। तर एकचोटि स्टार्ट गरिसकेपछि त्यो फ्लोमा आइसकेपछि त्यो आफै कम्प्लिट हुँदो रहेछ कि। यो कुरा चाहिँ मैले आज नयाँ कुरा सिकेँ कि 5th डेमा चाहिँ यस्तो कुरा सिकेँ मैले आज। यदि तपाईँलाई कुनै काम गर्न एकदमै अल्छी लागिरहेको छ तर त्यो काम एकदमै जरुरी छ, तपाईँको लागि, तपाईँको भविष्यको लागि एकदमै जरुरी छ भनेपछि केही नसोच्नुहोस्, स्टार्ट मात्रै गर्नुहोस्। तपाईँ स्टार्ट फर्स्ट 2 मिनट, फर्स्ट 2 मिनट तपाईँले त्यसलाई स्टार्ट गर्नुहोस्। त्यसपछि आफै फ्लो भन्छ कि बन्दो रहेछ, प्रमाणित भयो नि त। आज म आफैमा प्रमाणित भएको कुरा हो। त्यो भएर म यस्तो खुसी भएछु। यदि मैले त्यसो नगरेर होइन आजको
1 आवरको चाहिँ हनुमान दण्ड सूर्य नमस्कार र प्राणायाम मिस गरेको भएपछि मैले स्किप गरेको भएपछि चाहिँ कसम मलाई यति रिग्रेट फिल हुन्थ्यो सायद मेरो आज दिनै खराब हुन्थ्यो होला। म यति खुसी छु, एकदम ह्याप्पी छु अहिले होइन। त्यो भएर यदि तपाईँलाई केही कुरा गर्न मन लागिरहेको छैन भने केही नसोच्नुहोस्, स्टार्ट गर्नुहोस्। स्टार्ट गरिसकेपछि आफै त्यो फ्लोमा हुँदो रहेछ। कसरी भयो के भयो मलाई थाहा छैन, यो कुरा चाहिँ यो पछाडिको साइन्स के हो भन्ने कुरा पनि मलाई थाहा छैन, तर मलाई यति थाहा छ यो हुँदो रहेछ र म एकदम खुसी छु। भोलि रिग्रेट गर्नुभन्दा आज रिग्रेट हुनुभन्दा त्यस्तो खुसी भएर बस्नु चाहिँ फार बेटर हुन्छ जस्तो मलाई लाग्यो।